ल गाइज यो क्वाड बाइक भन्ने हुँदो रहेछ हैन गाइज। अब हामीले चितलाङमा आएर चाहिँ क्वाड बाइक चलाउन लागेको छौँ। म चलाउँछु कस्तो हुन्छ हेर्नु है त। के रे चलाउँदा हुन्छ त तपाईँको? हुन्छ ए ल हुन्छ। ल गाइज क्वाड बाइक चलाउँ है क्वाड। अलि एक्सपर्ट पाराले चाहिँ चलाउन अलिकति गाह्रो छ गाइज। हेर्नु त मलाई यो एकछिन प्र्याक्टिस गर्न यस्तो गाह्रो भइरहेछ। हेर्नुहोस् त बोबाल छ गाइज। तपाईँहरू पनि आएर यो क्वाड बाइक चलाउन सक्नुहुन्छ। हेर्नुहोस् यस गाइज यस। ल हेर्नुहोस् त उहाँले इजिली राइड गर्नु भएको। वा 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 मलाई चाहिँ अलिकति अनकम्फर्टेबलै भयो गाइज। हेर्नुहोस् त उहाँले चलाउनु भएको। एकचोटि भिडियो खिचिदिन्छु म। हेर्नुहोस् त ल हेर्नुहोस् त ल हेर्नुहोस्। मलाई चाहिँ राइड गर्न प्र्याक्टिस गर्न अलिकति गाह्रो लाग्यो गाइज। उहाँले तपाईँ एक्सपर्टै हुनुहुन्छ। उहाँले कस्तो इजिली नै राइड हान्नु भएको छ। हेर्नुहोस् त ल तपाईँले भिडियो हेर्नु भएको छ होला होइन। ल हेर्नुहोस् त गाइज हेर्नु उहाँले इजिली राइड हान्नु भएको। हजुर कन्फिडेन्ट लेभल हुनुपर्ने रहेछ। अलिकति चलाउन सहिलो हुने रहेछ तपाईँको है। तपाईँको दुई चार मिनटपछि त इजिली ड्राइभ गर्न सकिन्छ। हजुर हजुर हो हो के अरे। अनि यो क्वाड बाइकको लागि कन्ट्याक्ट तपाईँसँग गर्ने हो नि त? ए हजुर क्वाड बाइक नेपाल साइट भन्ने छ है। ठिक छ तपाईँको नम्बर चाहिँ मलाई चाहिएको थियो। कताबाट लिने? हजुर 0 हजुर फेरि भनिदिनु एकचोटि। हजुर ल हुन्छ। ल तपाईँहरू पनि यहाँ चितलाङमा आएर क्वाड बाइक ड्राइभ गर्न सक्नुहुन्छ। उहाँ दाइले कन्ट्याक्ट गरेर